प्रश्न वाताश ताचिवा एकी दे ओरितारा यी देशका हामी कुन स्टेशनमा ओर्लन्दा राम्रो हुन्छ? सही विकल्प दोनो। किन दोनो नै भयो? जापानी भाषामा दोनो एउटा यस्तो प्रश्नवाचक शब्द हो जसको लगत्तै कुनै नाम यानि नाउन आउनै पर्छ। यहाँ खाली ठाउँपछि एकी यानि स्टेशन भन्ने नाम आएको छ। कुन स्टेशन भन्नका लागि दोनो प्लस एकी को प्रयोग व्याकरणको हिसाबले एकदम सही छ। अरू विकल्पहरू किन भएनन्? 1. दोरे यानि कुन चाहिँ? नियम दोरे आफैमा एउटा सर्वनाम हो, यसको लगत्तै नाउन जोड्न मिल्दैन। किन भएन? यदि वाक्यमा एकी नभएर केवल कुन चाहिँमा ओर्लने भन्ने भाव भएको भए दोरे हुन्थ्यो, तर यहाँ एकी यानि नाउन सँगै आएकोले दोरे एकी भन्न मिल्दैन। 2. दोच्ची यानि कुन दिशा वा कुन चाहिँ दुई मध्ये? नियम यो खास गरी दुईवटा विकल्पहरूमध्ये एउटा रोज्दा प्रयोग गरिन्छ। किन भएन? दोच्चीपछि पनि सिधै एकी यानि नाउन राख्न मिल्दैन। दोच्चीले प्राय दिशा वा दुई चीजबीचको छनोटलाई जनाउँछ। 3. दोको यानि कहाँ? नियम दोकोले स्थान बुझाउँछ। किन भएन? धेरै विद्यार्थीलाई यहाँ दोको ठीक होला जस्तो लाग्न सक्छ, तर यदि दोको प्रयोग गर्ने हो भने वाक्य दोको दे ओरितारा यी देशका कहाँ ओर्लन्दा राम्रो हुन्छ हुनुपर्थ्यो। यहाँ प्रश्नमा एकी यानि स्टेशन शब्द पहिल्यै दिइएको छ। कहाँ स्टेशनमा भन्नुभन्दा कुन स्टेशनमा भन्नु सही हुन्छ। व्याकरण अनुसार दोको एकी भन्न मिल्दैन। यदि ठाउँ सोध्नु नै छ भने दोको मात्र भन्नुपर्छ। मुख्य कुरा सम्झनुहोस्, दोनो प्लस नाउन यानि कुन प्लस नाम, जस्तै दोनो एकी यानि कुन स्टेशन, दोनो हितो यानि कुन मान्छे। दोरे वा दोकोको पछि सिधै नाम आउँदैन, त्यसैले यहाँ सही उत्तर दोनो हुन्छ।